गोर्खा बजार यो मेन बजारहरू अहिले चाहिँ हामी गोर्खामा आएर यहाँनिर गोर्खाको म्युजियम घुम्न गइरहेछु म अहिले चाहिँ हामी गोर्खामा आएर यहाँनिर गोर्खाको यहाँ पोखरी रहेछ अहिले चाहिँ हामी गोर्खाको म्युजियममा घुम्न गइरहेछु सोह्रखुट्टे पार्टी पहेँली गोर्खा यसो हेर्दाखेरि मान्छेहरू अलिक कन्फ्युज हुन्छ अलिकति मक्स टाइपमा छ मुस्लिम टाइपमा छ र मान्छेहरूको एकदम कन्फ्युज भएर हुन्छ मुस्लिम टेम्पल हो कि मतलब हिन्दू टेम्पल हो भनेर अलिकति डिफ्रेन्सिएट गरेर हुन्छ है यो चाहिँ खासै केही पनि होइन यो हाम्रो काठमाडौँतिर यो मन्दिर एकदमै धेरै छ स्पेसली पशुपति एरियामा यो चाहिँ हाम्रो शिव मन्दिर तान्त्रिक डिजाइनमा छ क्या तन्त्रको आधारमा बनेको हुनाले यो चाहिँ बिगिनिङमा स्क्वायर हुन्छ होइन त्यसपछि हेर्दा जानु सिलिन्ड्रिकल हुन्छ माथि गएर क्रिस्चियन सेप पनि हुन्छ क्या यो चाहिँ एउटा इनर्जीको डिजाइन र इनर्जीको फ्लोको लागि च्यानलाइज गरेको क्या मन्दिर पूजा गर्न भगवानलाई हेर्न मात्र जाने ठाउँ भन्न क्या मन्दिरमा गएर चाहिँ आफू इनर्जाइज हुने आफूले इनर्जी रिसिभ गर्नको लागि चाहिँ यो टेम्पल त्यसरी डिजाइन गरेको हो क्या है यो चाहिँ हाम्रो सानो हिस्ट्री है यो चाहिँ सबै नेवा सेटलमेन्ट हो यो एरिया चाहिँ पुरानो पहिलादेखि नै अब हामी यहाँबाट यहाँ चाहिँ पृथ्वीनारायण शाहको स्ट्याचु पनि रहेको छ नेपालको नक्सा प्लस अब चाहिँ हामी गोर्खा सङ्ग्रहालय भिजिट हामीले म्युजियम भिजिट गर्न हिँडिरहेछौँ अहिले चाहिँ हामी यहाँ गोर्खाको म्युजियममा अब छिरिसकेको छौँ म्युजियममा हामी यहाँ पुरानो कुराहरू गोर्खाको हामी यहाँनिर हेर्न गइरहेछौँ गोर्खाको म्युजियममा अब इन्ट्री हामी भइरहेछ यहाँ हाम्रो सुजन सर बन्द हुने बेला भित्र चाहिँ के छ त कति बज्छन् खुल्ने हो र 4 बजे गोर्खाको म्युजियम छिरिसक्यो मैले चाहिँ म्युजियमभित्र अब हामी फेरि यहाँको पुरानो एन्टिक चिजहरू हेर्न गइरहेछौँ प्राय यो दरबारहरूको चाहिँ यो भित्रपट्टि यस्तो अगाडि खुल्ला र वरिपरि घरको आकृतिहरू नै रहेको हुन्छ प्राय लागौँ पुरानो एन्टिक चिजहरू यहाँनिर गोर्खाको राख्दैछ श्रृङ्गार पहिला पनि हुन्थेछ होइन
सिङ्गर त पहिल्यैदेखि रहेछ त चलिआएको चलिआएको गहनै हो बिचमा मात्र एउटा पहिला मात्र के हो यो चाहिँ के हो तामदानी ए युनिफर्महरू सबै जातिको राखिदिनु भएको रहेछ त्यो परेश निस्यो त्यो त रब्बेसा राजा द्रव्य शाहको राज्य यतापट्टि 15मा होइन त्रिशुलको यो चाहिँ सिग्नेचर के साइन भएन त्रिशुल चाहिँ अब यत्तिकै चाहिँ राखे होइन त्रिशुल पनि हाम्रो यसरी अब हेर्दाखेरि यसरी हेरौँ है त्रिशुल चाहिँ यही अघि भर्खरै इलेक्ट्रोन प्रोटोनको कुरा गरेँ नि झन्डाको यो चाहिँ विश्वमा चाहिँ के हुन्छ साइन्स स्टुडेन्ट्सहरू इलेक्ट्रोन प्रोटोन न्युट्रोन राइट सो त्यसलाई पोजिटिभ नेगेटिभ केही पनि हुँदैन नि त द्याट लाइक हाम्रो पनि बिचमा चाहिँ त्यस्तै पोइन्ट हुन्छ क्या नेगेटिभ इनर्जी हुन्छ पोजिटिभ इनर्जी हुन्छ अनि दरबार चाहिँ स्टार्टिङमा अब टु बी प्रिसाइज है हाम्रो हिस्ट्री चाहिँ अब अलिकति स्पिरिचुअलबाटै सुरुवात हुन्छ क्या सो सुरुमा नि भने वेलकम टु द ल्यान्ड अफ गोरखकाली गोरखनाथको भूमि हो यो चाहिँ है न राजाको जग्गा हो न तपाईँ हामीको जग्गा हो सो दिस ल्यान्ड बिलोङ्स टु गोरखनाथ रे क्या पहिलाको मित अनुसार अनि हाम्रो गोरखनाथ बाबाले चाहिँ फर्स्ट हिट इन केम हियर क्या रत्नवती शिलापत्रहरू पुरानो डकुमेन्टहरू पुरानो बाजाहरू सनाई पाथी मालाहरू अर्नामेन्ट्सहरू सिक्का पैसाहरू गो ब्याक धोमाङ कलशहरू यो चाहिँ पाथी मानाहरू किन ढिला भयो चाहिँ शिलाहरू लिच्छा बिचैते कताबाट अब एक्जिट ए यताबाट ल यो चाहिँ आरन आगो पनि रहेछ त स्टिल आगो चाहिँ आगो शिकार खेले
ए हल्ला नरिस सट्ट गरे होइन राजगद्दी डन गयो यो चाहिँ राजगद्दी हेलो एभ्रिवान अहिले चाहिँ हामी गोर्खामा यहाँनिर होटल मिराकलमा बसेको थियौँ होटल मिराकलदेखि अहिले चाहिँ हामी ब्रेकफास्टको लागि फेरि यहाँनिर गइरहेछौँ अब गोर्खा घुमेर अब हामी फेरि बन्दीपुरतिरको यात्रा तय गर्नेछौँ यहाँनिर गोर्खामा चाहिँ माथि हामी म्युजियम गयौँ र त्यसपछि म्युजियम गएपछि हामी फेरि हाइक गरेर माथि गोर्खा दरबार हामी गोर्खा पृथ्वीनारायण शाहको कुल गर्ने ठाउँमा पुग्यौँ यो एरिया चाहिँ पुरानो एरिया यो काठमाडौँको शाक्यहरू नै लिएर यो बस्ती बसाएको हुनाले यसमा चाहिँ पुरानो खालको हामीले डिजाइनहरू देख्न सकिन्छ गोर्खा बजार माथि हामी चाहिँ अहिले गोर्खा दरबार जाँदैछौँ दरबारमा जाँदा अन्डर बोर्डर देखेको गोर्खा बजार तरिका हुन्छ क्या अब यो सबै च्यानल त्यसरी बनाएको क्या अरू मान्छेहरू आएर यहाँबाट डाइरेक्ट छिर्नुहुन्छ होइन त्यो चाहिँ एकदमै रङ हुन्छ है किनभने हामीलाई फिजिक्समा पढे पनि जे पढे पनि क्लकवाइज भने घुम्दाखेरि हामी भित्र छिरे जस्तै हो क्या हामी कुनै इनर्जी रिसिभ गरिरहेको छौँ क्या ठ्याक्कै यो यसरी आउँदाखेरि एन्टी क्लकवाइज पर्छ क्या त्यो भनेको हामी त्यसबाट बाहिर टाढा भइरहेछौँ जस्तो हुन्छ क्या एउटा लोजिक पनि हामी बडीमा सबै म्याग्नेट तरिकाले काम गर्छ नि होइन मतलब म्याग्नेटदेखि लिएर सबै तत्त्व हुन्छ नि त त्यही भएर यो अहिले तिमीहरू सुनाउँदाखेरि के सुना जस्तो लाग्छ होला है पछि गएर बुझ्दै गएपछि हो क्वान्टेट कुरा बुझ्दैछौँ अब यहाँ चाहिँ हाम्रो यतापट्टि डाँडामा तल्लो कोट छ है उतापट्टि डाँडाको चाहिँ तल्लो कोट भन्छ अनि हाम्रो यो दरबारलाई चाहिँ माथिकोट भन्छ है मिडल पोइन्ट है अझ योभन्दा माथि पोइन्ट छ माथि चाहिँ बज्र भएर उपल्लो कोट भन्छ है माथि चाहिँ है सो यहाँ तिनवटा कोटमा कोटको भनेको हाम्रो भीमसेन पूजा गरेर नेवारहरूको खम्बा गाडे हुन्छ नि बलि दिनलाई क्या याद गरेनौ मन्दिरहरूको बिचमा गाडे हुन्छ नि अब कहिले जस्तै एटी अष्टमी हुन्छ नि गोर्खा मन्दिर अब कालिकाको मूर्ति चाहिँ यो चाहिँ कुन देउता हो कालिकाहरूको जस्तो आफूहरूको कुल देउता गोर्खाको दरबारबाट तल देखिने गोर्खा बजारहरू ल गोर्खा दरबार आइपुग्यो ठ्याक्कै गोर्खा दरबार परिसरमा अब चाहिँ हामी पृथ्वीनारायण शाहको गोर्खा दरबार भिजिट गर्दैछौँ